हेलो गाइजहरू अनि मेरा साथीभाइ यस्ता मित्र छर छिमेकहरू के कस्तो अवस्थामा हुनुहुन्छ? निकै आरामै हुनुहुन्छ होला होइन? म पनि अलिअलि ठिकै छु, अलिअलि बिजी पनि छु। अनि सुनाउनुहोस् के कस्तो छ तपाईँहरूको आजभोलिको फेसबुकतिरको र भइरहेको छैन। म चाहिँ अलिक ढिलो आएछु। मैले नयाँ युट्युब अकाउन्ट खोलेको छु। पुरानोलाई चाहिँ डिएक्टिभ गरेर नयाँ एक्टिभ गरेको छु। सबैजनाले मेरो युट्युबको माथि हालेको छु, लिङ्क हालेको छु। त्यसमा सबैजनाले जोइन भएर र सब्सक्राइब गरेर जोइन भइदिनु होला भन्न चाहन्छु सबैजनालाई है त। आजभोलि युट्युब नचलाउने त कोही छैन, सबैजना हुनुहुन्छ। र जसले मलाई सब्सक्राइब गर्नुभयो म पनि फेरि तपाईँहरूकोमा सब्सक्राइब हेलो रिफलो सब्सक्राइब लिन्छु। तपाईँलाई पनि मैले सब्सक्राइब गरिदिन्छु। तपाईँको पनि एकजना भन्छ, मेरो पनि एकजना भन्छ। तपाईँले पनि गरिदिनुहोस् मेरो युट्युब च्यानललाई सब्सक्राइब र मैले पनि गरिदिन्छु तपाईँहरूको युट्युब सब्सक्राइब। र फेसबुकमा पनि फलो गर्नुहोस्, मैले पनि फलो गर्छु है त। सबैजना मिलेर एकअर्कालाई सपोर्ट गरौँ। आइडीको पछाडि डु गर्नुहुन्छ, त्यो ठुलो ठुलो आइडीको पछाडि डु गरेर हामीलाई केही पाउँदैन छ, थाहा पाउनुभयो। तिनीहरूले भन्छ लाइक, कपी लिङ्क, रिपोस्ट अनि सेयर गर भन्छ होइन। तर त्यो गर्ने मार्फत तपाईँलाई बेनिफिट छैन। त्यही भएर तपाईँ हामी साना साना युजरहरू मिलेर अगाडि बढ्यौँ भने हाम्रो फलोवर पनि बढ्छ, भ्युज पनि बढ्छ, कन्टेन्ट क्रिएटर पनि भइन्छ अनि इङ्गेजमेन्ट पनि बढ्छ, अर्निङ पनि हुन्छ। गर्ने होइन त सबैजना मिलाउँ न ल। सबैजना मिलेर गरिसकेपछि एकदम राम्रो हुन्छ क्या साथी। भनिन्छ नि थोपा थोपा मिलेर यो ठुक्यो भने पनि समुद्र भन्छ। त्यही भएर